हामी यहाँ टेन्डरको लागि हुन्छ हुन्छ केटा हो है ल ल ल ल ल केटा हो हामी यहाँबाट बल्ल हिँड्न थाल्यो है यहाँबाट चाहिँ बल्ल यात्राको सुरु हाम्रो यात्रा कहिले टुङ्गिँदैन इच्छा कामना टारगाउँ है टारगाउँ त्यहाँ माथिको त्यो पनि देखाइँदैन कहाँ पुग्ने हो ल है केटा हो फेरि भेटौँला नेक्स्ट So. चलाउनु मान्छे नै अलिक ठुलो गुड भइरहेको छ केटा हो हामीहरू यात्रामा जाउँ हामी यात्रामा बोलाउँछ अलिकति तलतिर चाहिँ हल्लाउनु भने केटा माथि हल्लाउनु भने 1.5 घन्टा हिँड्नु के भन्छ र के भन्छ छैन ताने ल्या मलाई त्यहाँ को ताने सिजन र सफल सन्दीप भन्दा ताने ल्याएको विवेकलाई पनि बोतल फाल्यो के भन्छ र केटाहरू झट चिन्ने गाह्रो छ यार गाह्रो छ केटा हो हामी बबाल छ हाम्रो यो पानी खाऊ भनेको मैले केटा हो ल हामी यो यस्तो हो साथीलो गाह्रो भइदिएर यार साथीलाई बल्ल बल्ल लिएर आएको क्या जा त बाइक केटा हो बिस्तारै हामी यात्रामा मेरो साथीलाई रमाइलो होस् चिल होस् हामी चाहिँ अलि सकि नसक्यौँ भने बिस्तारै हिँडिरहेको छु केटा हो हामी चाहिँ नाइटमा हिँडिरहेको छ विवेक चाहिँ गयो हाम्रो पूजन सर हाम्रो सफल सर अन्त हाम्रो सन्दीप सर अनि हामी यहाँ सबैजना यात्रा नाइटमा है पुरै मध्यमा लाइट बालेर हिँडिरहेको छौँ हामी सबैजना चितवनको सबभन्दा बेस्ट ठाउँ डाँडाको नाम के अरे साथी डाखानी डाँडा हिँडेर बहुत गाह्रो पऱ्यो है केटा हो त्यो भालमाराको यो र अनि त्यो माथि गर्दासको सुजन छ नि यस्तो सोझो के हाम्रो आमाको अगाडि चाहिँ ओहो ढुङ्गा त देउता पाएछ त आइपुगे केटा हामी मर एकदम लाटो हुन्छ हैन म चाहिँ अलिअलि पोल्नी यता आउन बसौँ न साथी आउन विवेक ठिक भइसक्यो हामी टाउको दुख्यो है मलाई चाहिँ हाम्रो सब्जी भान्दै रहेर
ओ सयो ए मेरो अलि बिग्रियो के मामा म चाहिँ शुद्धि छ विवेक ठिक छ नि अहिले एकदम ठिक छ रमाइलो भयो जे होस् नसोचेको भयो हिँडाइ चाहिँ मडतै भयो कि हाम्रो ब्रोदर पनि छ है ल है सम्पर्क नम्बर छोडिदिउँ न ल केटाहरू गोरु गोरु हामी पनि हामी त कालै हो पहिलेबाट कालै मान्छे तिलवाले फेरि तिमीले के छ के भनेर राख्थ्यो सुनकोटलाई जसले पनि मलाई गाह्रो छ केटाहरू नोटिस हालिदिउँ है ल गाइज गुड मर्निङ यार हामी पनि बिहान बिहान उठियो बल्ल कति बजे 11-8-9 बजीतिर हाम्रो यहाँ पूजन चाल्यो हामी यस्तै हो ल विवेक साथी के छ बिहान बिहान कस्तो भयो राति ठिक छ ओ मेरो सब साथी तिमी जाने सुत्ने मान्छे के निन्द्रा पुग्यो नि एकदम ठिक छ साथी निन्द्रा मजाले पुग्यो ल ठिक छ भर्खर मुक्त आयो गोरो गोरो आएको थियो मेरो ढेडै फेरि ढेडै जाँदैन अन्य भिडियोमा राम्रो भ्याए है सबै दाजु साथी भ्याए खाले सब उसले बाबालाई हालिन्छ 4 जनालाई हामी अब बबाल भयो केटा हो फेरि आउनुपर्छ यहीँबाट हाने आयो तारामा त्यहाँनिर त्यो गरेर हाने विवेकले आँटिरहेको छ आज झगडा भएर फाइनली हिँड्ने हामी केटा हो के लाग्छ मलाई भक्कै मुख केटा हो ओ यो डाँडा गयो अर्को डाँडा गयो अर्को डाँडाबाट फाइनली केटा हो हामी आइपुग्यो है केटा हो यहाँसम्म चाहिँ बल्ल हिँडा ओह्रालो यात्रा छ हाम्रो पुरै ठाडे ओह्रालो यहीँ बस्यो हामी त स्लो मोसनमा भिडियो बनाउँदै केटाहरू सबजना हेर्दैछ है
ल केटाहरू फुल हेर्न आएको छैन फुलै फुल त छ बिचमा मात्र बिचमा मात्र छ तर फक्रेको मात्र रहेछ फुल थानखोला फुल है केटा थानखोला फुल ल केटा हो ल नुन लाग्यो